म एक दुई पुष्टको रूपमा स्वागत गर्दै म ज्ञान प्रकाश यादव, जिल्ला कार्यक्रम संयोजक नवलपरासी। अब विशेष गरेर हाम्रो यो सामी कार्यक्रम एउटा यस्तो कार्यक्रम हो जुन वैदेशिक रोजगारमा गइराखेका हाम्रो भाइ बन्धु दिदीबहिनीहरूलाई एकदम पुरा जालो जस्तो छेकेर बसेको छ, एकदम जालो बनाएर बसेको छ। र यस दरमियानमा विभिन्न कार्यक्रमहरू रहेको छ। सरले प्रश्न पारिसक्नु भएको छ, 5 वटा कम्पनी रहेर हामी काम गर्दैछौँ र हाम्रो नवलपरासी जिल्लामा 7 वटा स्थानीय निकायमा, स्थानीय तहमा हामी कार्यरत छौँ। र यसमा चाहिँ हाम्रो 23 वटा स्टाफहरू रहेका छन्। जस्तै रामगरम नगरपालिकामा 7 जना, बरघाटमा 5 जना, बरघाटमा 4 जना, सुनौरमा 5 जना, सुस्तामा 1 जना र कर्तापुरमा 3 जना, बालीनन्दनमा 2 जना र सरावमा 1 जना हुनुहुन्छ। र यो संरचनाले हामीलाई के देखाएको छ भने एउटा गहन रूपमा हाम्रो यो वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने हामी प्रयास गरिरहेका छौँ। र यस दरमियानमा हामी यसमा हामी विशेष यो जुन हाम्रो आप्रवासी स्रोत केन्द्र रहेको छ, सूचना दिने दरमियानमा, सूचना दिने तहमा जतिखेर साथीहरू पासपोर्ट बनाउन आउनुहुन्छ, त्यो पासपोर्ट बनाउन आउने बेलामा हाम्रो निकायद्वारा, हाम्रो सिडिओ कार्यालयको हाम्रो कर्मचारीद्वारा उहाँहरूलाई हाम्रो आप्रवासी स्रोत केन्द्रमा पठाइन्छ र उहाँहरूलाई प्रत्यक्ष रूपमा व्यक्तिगत तथा सामूहिक परामर्श सेवा हाम्रो यो वर्ष साउनदेखि लिएर अहिलेसम्म 4078 जनालाई पुष मसाजसम्म दिएका छौँ। यतिजना हाम्रो महिला 1152 र पुरुष 2926 जनालाई। र त्यसै गरी जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयबाट पासपोर्ट वितरण हाम्रो 4232 जना पासपोर्ट र यो सूचना अलिकति यहाँ विकासको कुरा हुन्छ। 4078 र 4223 पासपोर्ट बनाउने यतिजना आए, तर सेवा हामी 4078 जनाले मात्र दिए। ग्याप देखियो 152 जनामा ग्याप देखियो। त्यो ग्याप विभिन्न कारणहरू छ, जस्तै कोही अब जति भन्दा पनि आउन मान्दैन होइन, र कोही कस्तो छ भने अब यतिकै घर भेट तथा छोराहरूले भेट्न जानेछौँ यस्तो पनि उहाँहरू प्रायः आउनु पनि हुन्न र आउनुहुन्छ। त्यो ग्यापको विशेष गरेर र यो अर्को हाम्रो रिटर्निङ स्वयंसेवक। यो रिटर्निङ स्वयंसेवक भन्ने बित्तिकै यहाँहरूको पालिकामा विदेशबाट फर्केर आएको व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूले त्यहाँको परेको समस्याहरू र त्यसबाट हामी कसरी बाँच्ने, त्यसबाट हामी कसरी उहाँहरूले फेरि त्यो भिसा चेक गर्ने, अरू गर्ने सब कुराहरू उहाँले सिकाउनुहुन्छ समुदायमा। र उहाँहरूले 2 माध्यमबाट गर्नुहुन्छ। एउटा घर टु घर गएर भेटघाट गर्ने र अर्को चाहिँ हाम्रो गहन अभिमुखीकरण पनि हुन्छ। 25-50 जनालाई बटुल्ने र उहाँहरूले कक्षा सञ्चालन गर्ने गर्नुहुन्छ। र यसबाट उहाँहरूले चाहिँ अहिले यो पुससम्म अलिक कम भएको थियो भने अहिले धेरै भएको छ र यो पुससम्मको डाटा भएको हुनाले 150 जनाले हामी त्यो मार्फतबाट दिएका छौँ। तर यो पुसमा यो मागमा धेरैवटा भएको छ। त्यसै गरेर अर्को हाम्रो अब सूचनामा पाउने गुणात्मक परिवर्तन हामी पाएको छौँ। यसबाट गुणात्मक पब्लिकमा जाँदाखेरि एउटा गुणात्मक पाएको छौँ। पासपोर्ट बनाउन आउनेहरू र केससित आउने सेवाग्राहीहरूले वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श दिने गरिन्छ र आप्रवासी स्रोत केन्द्रबाट निरन्तर सूचना तथा परामर्श कार्य भइरहेको छ। साथसाथै सूचना प्रवाह गरे बापत वैदेशिक रोजगारीमा जानुभन्दा पहिला भिसा चेक, मेल पावर दर्ता भए नभएको यकिन गर्न सम्बन्धित निकायमा जानुपर्ने जस्ता कुराहरू वस्तुनीकरण भएको छ। जस्तै उहाँको भिसा हो छैन त्यो हामी यहीँबाट चेक गर्न सक्छौँ, आफ्नै मोबाइलबाट पनि चेक गर्न सक्छौँ। त्यो हामी उहाँलाई सिकाउँछौँ। एउटा एप छ, टोके भन्ने एप छ, त्यो एपबाट एभ्रिथिङ थाहा हुन्छ। उहाँको पासपोर्ट भिसा कहाँसम्म पुग्यो, के भयो, तर पनि चुकिन्छ, धोका पाइराखेको छ हाम्रा त्यो सेवा भन्दाखेरि यो हाम्रो विदेश जाने व्यक्तिहरू। अर्को वैदेशिक रोजगारमा जानेहरूलाई फोन प्रभावबाट फेरि उहाँलाई फोन कल पनि गरिन्छ। हाम्रो यो आप्रवासी स्रोत केन्द्रबाट डाटा बनाइन्छ बगैर को कुन देश जाने, को कतिखेर पासपोर्ट गर्नु, पुरा डाटै हुन्छ र फोन नम्बर हुन्छ। फेरि हामी फोन कल पनि गर्छौँ र उहाँलाई विदेश जानुभन्दा अगाडि कमसेकम आफूले जति डकुमेन्ट लागेको छ त्यो सबै डकुमेन्टको 1
आएको खण्डमा, समस्या परिवारको खण्डमा त्यसबाट ठुलो राहत पुगेको हामी माग्छौँ र यहाँहरूबाट पनि त्यो सूचना जाओस् कि विदेश जानुहुन्छ भने कमसेकम एकपट्टि आफ्नो पुरा डकुमेन्ट गरेर र अर्को कुरा यसै सन्दर्भमा हामी निःशुल्क कानुनी सहजीकरण पनि हामी गरिराखेका छौँ। आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका जस्तै आप्रवासी स्रोत केन्द्रमा एउटा त काउन्सिलिङ गर्ने हाम्रो यो नवलपरासीमा हाम्रो एकचोटि उहाँलाई फेरि उठ्न म आग्रह गर्छु। हाम्रो नेहा चौधरी हुनुहुन्छ, एकचोटि उठ्न सबैलाई आग्रह है, उहाँलाई एकचोटि चिन्नु होला। उहाँ हाम्रो आप्रवासी स्रोत केन्द्रमा काउन्सिलर हुनुहुन्छ, त्यो पासपोर्ट बनाउने आउनेलाई पूर्ण रूपमा सिकाउनुहुन्छ भने। अर्को हुनुहुन्छ चन्द्र यादव, उहाँ पनि उठिदिनुहुन्छ, जिल्ला अन्तर्गतमै भएको नाताले सबैको अघि उहाँले चाहिँ यो जुन धन्यवाद यो हाम्रो आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका समस्या जस्तै कोही ठगियो, विदेश जाँदाखेरि ठगियो, समस्यामा परियो, विदेश गएर पनि तलब पाएन, राम्रोसँग उसलाई धेरै शोषण भयो, श्रम शोषण भयो, कुनै प्रकारको समस्या भयो भने उहाँ त्यहाँबाट पनि उजुरी गर्न सक्नुहुन्छ यदि अनलाइनबाट पनि, अर्थात् उहाँको परिवारले पनि त्यो आएर हामीसँग उजुरी गर्नुहुन्छ र यो निःशुल्क छ। यो दर्ता गर्ने, यति यो गर्ने, निवेदन लेख्ने, पैसा लाग्ने केही पनि छैन, निःशुल्क, पूर्ण रूपमा निःशुल्क छ र यो वर्ष 80वटा हामीसँग केसहरू आएको छ। हजुर, र यो केस समाधानमा हामी अहिलेसम्म 37वटा गरेका केसहरू समाधान भइसकेको छ। जस्तै त्यसलाई बोलाउने, दुई पक्षलाई बोलाउने, बटुल्ने, प्रहरी मार्फत, हाम्रो प्रशासन, जिल्ला प्रशासन मार्फत, सिडिओ सर मार्फत, त्यहाँ मुद्दा शाखा सर मार्फत यो 80वटा हामी सफल भएका छौँ भने 40वटा यो प्रक्रियामै छ। यो प्रक्रिया विभिन्न कारणले थुप्रै यो सजिलो छैन, धेरै जटिलता छ। त्यसले गर्दाखेरि यसमा हामी प्रक्रियामै छौँ, काम गर्दैछौँ र अहिलेसम्म आर्थिक क्षतिपूर्तिको सम्बन्धमा प्रशासन, जिल्ला प्रहरी कार्यालय र हाम्रो सामिका साथीहरूको समन्वय कोर्डिनेसनमा यस नवलपरासीमा साउनदेखि अहिलेसम्म 6 महिनामा 1,51,10,000 क्षतिपूर्ति दिलाउन हामी सफल भएका छौँ। ठुलो यो उपलब्धि हो र यसबाट हामी के पाएका छौँ भने एकदम भन्नु पर्यो भने समस्यामा परेको परिवारलाई पनि उद्धार, ठुलो उद्धार भएको हामी महसुस गरेका छौँ। अर्को कुरा गत वर्षको पनि यहाँ यसो डाटा देखाउनै पर्यो। जुन गत वर्षमा गएर हाम्रो 129वटा समस्याहरू आएको थियो, जसमा गत वर्षमा हाम्रो 73वटा समाधान गर्न सफल भएका थियौँ भने प्रक्रियामा पनि 55वटा आइरहेको छ। यो प्रक्रिया यदि यहाँहरूको जिज्ञासा समस्या बुझ्नुहुन्छ भने हामी यसलाई पनि हामी मिलाउन सक्छौँ। हामी पनि यसको डाटा छ के समस्या, थोरै थोरै समस्या पर्दैछ। जस्तै अब पैसा वैदेशिक रोजगार पैसा दिए, कोही यत्तिकै पैसा दिदिए विदेश जाने लहरमा, कोही त्यसमा के छ भने पैसा खाताबाट पठाए पनि त्यसमा एजेन्टहरू यति पनि बाठा छन्, पैसा मैले लिएको फर्काएँ भनेर लेख्नु है भन्छ, सापट लिएको फर्काएँ भने उसले त अब उहाँले मसँग लिनुभएको थियो, मैले मलाई फर्काउनु भयो, ठिक हो, त्यस्तो पनि पाइएको। तर वैदेशिक रोजगारको लागि लेखिदियो भने हामी पूर्ण रूपमा हाम्रो कानुनले हामी गर्न सक्छौँ। त्यसैले विदेशमा पैसा दिनु पऱ्यो भने वैदेशिक रोजगारको लागि अथवा व्यक्तिगत दिँदा पनि कुनै ठाउँमा सही गराइदिने, वैदेशिक रोजगारको लागि मैले यति पैसा लिएको सही गरिदिनु न भनेर त्यो भन्ने। यदि त्यो गर्न मानेन भने उहाँहरूले प्रश्न बुझ्नुपर्छ कि हामी ठगीमा पर्दैछौँ, कन्फर्म ठगीमा पर्दैछौँ, त्यो सौदा भइहाल्छ। मानेन भने, एजेन्टले मान्यो भने। अर्को त्यसमा गत वर्ष हामी 1,38,16,000 क्षतिपूर्ति दिलाउन सक्छौँ र यसपछि हाम्रो निःशुल्क कानुनी सहजीकरण यो वर्षको समस्या र यो ठगी सम्बन्धी समस्या नेपालमा भएको यो हाम्रो प्रक्रियामा 25वटा नेपालमै भयो। यहीबाट ठग्छ, कोही त विदेशबाट ठग्छ, इमो मार्फत, अरू मार्फत, थुप्रै मार्फत त्यो सम्पर्कमा आउने, त्यसपछि ठग्ने। तर नेपालबाटै नै ठगी भएको र उहाँले उद्धार गरे 8,80,000 रुपियाँ उद्धार गरेर उहाँले हामी विभिन्न तहबाट प्रयोग गरेर उपलब्ध भएको छ। त्यसै मृत्यु केसमा हामी पहिचान 8वटा गऱ्यौँ, समाधान 6वटा भएको छ, 2वटा प्रक्रियामै छ र जसमा चाहिँ 1,20,00,000 उहाँहरूले क्षतिपूर्ति पाउन सफल भएको छ। हाम्रो अघि नै सरले जुन देखाउनु भयो क्षतिपूर्ति पाउने कता कताबाट
त्यो सब सिस्टम यति पाउनु भएको छ। र अब त्यसै गरी स्वास्थ्य सम्बन्धी समस्या 4 जनामा देखिएको थियो, समाधान 2वटा भएको छ, 2वटा प्रक्रिया। त्यहाँ कोही एक्सिडेन्ट भयो, समस्यामा पऱ्यो, त्यस्तोको लागि अब अहिले भर्खरै थुप्रैहरू आइसकेको पनि छ। र विशेष गरेर हराएको एकजना हराउनु भएको छ, उहाँको अहिले हामी पत्ता लगाउन सकेका छैन, विदेश जानुपर्छ हराउँछ। यो आफै पनि हराउँछन्, प्रायः आफू पनि हराउँछन्, गए त्यसपछि आउन नसक्छ, यता उजुरी गरेपछि खोज्दा खोज्दा पर्छ। तर हामी प्रयास त्यसमा पनि प्रयासरत छौँ, प्रयास गर्दैछौँ। र अर्को अल्पत उद्धारमा 4 जना अल्पत्र कता जानुभयो भनेर आएको थियो, त्यसमा 1 जनालाई हामी उद्धार गर्न सफल भएका छौँ, 3 जना हामी भएका छौँ, अर्थात् उद्धार गर्न सकेका छैनौँ। र गन्तव्यमुलकमा काम, कम्पनी र सुविधा फरक 28 जनाको यहाँबाट जाने, तपाईँले यो ठाउँमा पुर्याउने भएको ठाउँ पुऱ्याएको छ, तपाईँ यति पैसा पाउनुहुन्छ भनेर त्यो पैसा फरक, त्यस्तो पनि समस्या देखाएकोले 19वटा हामी समाधान गर्न सफल भएका छौँ भने 9वटा सकेका छौँ, जसमा 22,30,000 जति पैसा हामी उहाँहरूले फेरि पुनः फर्काउन सफल भएका छौँ र दिलाउन सफल भएका छौँ। र अन्य गरेर 1 छ, त्यसै गरेर कुल 80वटा हामीसँग परीक्षण भएको थियो प्रवासी स्रोत केन्द्रमा भने 37वटा समाधान भएको छ, 43वटा हामीसँग बाँकी रहेछ। र यसै गरी हामी अगाडि बढ्न चाहन्छौँ। हाम्रो हालसम्म कानुनी सहजीकरणको गुणात्मक हामी के पायौँ, फाइदा हामीसँग के भयो भने प्रवासी स्रोत केन्द्रमा दर्ता हुन आएको ठगीका केसहरूलाई पहिलो चरणको काम MRCबाट केस सहजीकरण गरी कानुनी सहजीकरणको लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने गरिन्छ। हामीसँग के आउँछ त्यसलाई हामी प्रशासन छलफलको प्रक्रियामा ल्याउँछौँ। जिल्ला प्रशासन कार्यालयबाट केस समस्या समाधान हुन नसक्दा वैदेशिक रोजगार विभागमा सिफारिस गर्छ, त्यसले वैदेशिक रोजगार विभागमा पठाइन्छ। र त्यसपछि मृत्यु केसमा मृतकको परिवारलाई बिमा कम्पनी र वैदेशिक रोजगार बोर्डबाट पाउनुपर्ने पूर्ण आर्थिक सहायता दिलाउन सहजीकरण गर्छ। यो प्रबन्ध ठुलो राज्यले गर्दैछ अहिले। र गन्तव्य देशमा समस्यामा परेका व्यक्तिलाई न्याय दिलाउन सम्बन्धित निकायसँग निरन्तर हामी पहल गरिरहेका छौँ र यो भइरहेको छ। कहिलेकाहीँ हामीले मिटिङमा बस्छौँ, विदेशका त्यो विदेशमा बसेका हाम्रा सामेल अन्तर्गतका कर्मचारीहरू उहाँ प्रत्यक्ष केही समस्या छ भने हामी यहाँबाट पनि फोन गरेर यसो व्यक्ति छ, यसो समस्या छ, हामी प्रयास गरिरहेका छौँ। र अर्को हाम्रो वित्तीय साक्षरता कक्षा 4वटा पुरानो पालिकामा रामग्राम, बडघाट, सुनवल र हाम्रो प्रतापपुरमा रहेका छन् 4 जना वित्तीय साक्षरता कक्षा चलाउने। यसमा के गरिन्छ भने यो 1 दिने, 3 दिने र 21 हप्ते पनि छ। 2टा हरेक यो 4वटा पालिकामा 2टा सबभन्दा गहन रूपमा 2टा कक्षा छ, 2टा ठाउँमा यो 21 हप्तासम्म विदेशबाट आएको पैसा, विदेशका परिवार जो विदेशमा जानुभएको छ उहाँको परिवारलाई विदेशबाट आएको पैसाबाट कसरी हामी सदुपयोग गर्ने, खेर नफाल्ने, मिहिनेतलाई कमाएको पैसा हामी यति नफालौँ, त्यसले रोजगारीमा ल्याउँ भनेर हामी सिकाउँछौँ। र अन्य यो पाउने क्षतिपूर्तिदेखि लिएर विभिन्न किसिमका यो ठगिने केसहरू पनि हामी उहाँले सिकाउँछौँ। 21 हप्ता कन्टिन्यू चल्छ। र यसबाट विभिन्न ठाउँमा हामी पाएका छौँ, विभिन्न ठाउँमा त्यो आफू रोजगारी गरेका त्यो यो क्लास पछि पश्चात रोजगारी गरेका विभिन्न केसहरू हामीसँग छ। जस्तै बेलारीमा एकदम राम्रो उहाँहरू टपरीहरू बनाउने एउटा उद्यम सृजना निर्देशकहरू भएको छ, राम्रो गर्नुभएको छ। विभिन्न हाम्रो राम्रो पनि यस्ता कोही ठेला चलाउन गएर श्रीमान विदेश आफू ठेला चलाएर बस्नु राम्रो कमाइरहेको छ, यस्ता पनि विभिन्न केसहरू हामीसँग प्राप्त भएको छ। र साक्षरता कक्षाबाट व्यवसाय सञ्चालन गरेको यो सबै कुरा आइसकेको छ। यस्ता बहुत राम्रो उपलब्धि हामी पाइरहेका छौँ। र यो केसबाट हामी के पायौँ भने अझ पनि कक्षा सञ्चालन हामीले अझ पनि जोड दिनु भयो, हरेक टोल समुदायमा पुग्नु पर्यो। र अर्को कुरा मनोज परामर्श सेवा, हाम्रो मनोज परामर्शकर्ता हुनुहुन्छ, काउन्सिलर हुनुहुन्छ, हरेक पालिकामा हुनुहुन्छ, 7वटा निकायमा हुनुहुन्छ। अब घरजहरूको सम्बन्धमा उहाँले अझ क्लोज आउनुहुन्छ, हाम्रो जति स्टाफ छ अझ क्लोज आउनुहुन्छ। किनकि यो समस्यामा परिराखेकोलाई कसरी उद्धार गर्ने, यो मनोपरामर्श सम्बन्धी जस्तै श्रीमान या श्रीमती विदेश, घर तनाव या कोही बितेपछिको पारिवारिक शोक तनाव र त्यो यहाँसम्म कि यो यहाँ देख्नुभएको छ ती समाधान गरेका केसहरूमा यो 7वटा निकायमध्ये 37वटा हामी यो समस्या पहिचान हामी
106वटा समस्याहरू भेटाएका छौँ। यस्तो मानसिक तनाव भएका दिदीबहिनी र भाइ बन्धुहरूमा जसमध्ये 37वटा हामी समाधान गरिसकेका छौँ यो वर्ष साउन 6 महिनामा। र यसमा बढी मात्रामा हाम्रो निराशापन र साथसाथै पीर चिन्ताको पनि पाइन्छ। र यसमा गएर 7 जनालाई जिल्लाभरिमै 7 जनालाई मृत्यु जो आत्महत्या गर्ने प्रयास, कोही त फाँसोबाट पनि त्यो झुन्डिसक्यो तर बचाउन सफल। उहाँलाई पनि हामी काउन्सिलिङ गरेर उहाँले पनि मजाले अब हामी सामी कार्यक्रममा आउनुभयो, बहिनी आउनुभयो, हामी जिन्दगीको राहत लाग्छ, हाम्रो राहत राम्रो छ भनेर उहाँ महसुस गर्नुपर्छ, परिवार राम्रो छ। यस्तो पनि किसान पाएका छन्। र यसै गरेर यो यस्ता किसिमले उहाँलाई एकचोटिमा हुन्न, उहाँहरू पहिचान गर्छौँ, टाइममा उहाँले फलोअप हामी गर्छौँ, टाइममा जाने, उहाँलाई सिकाउने, यस्तो मिठो कुरा गर्ने, योगादेखि लिएर सब कुराहरू हामी उहाँले एउटा उहाँको मानसिक तनाव कम कसरी हुन्छ, उहाँलाई 1 घन्टा 2 घन्टा 3 घन्टा दिनभरि पनि यसो बस्ने, गफ गर्ने, उसको प्रकृति बुझ्ने, 5-5 6-6 10-10 पनि हुनुपर्ने हुन्छ हाम्रो स्टाफ साथीहरूले। र यहाँहरूको समुदायमा पनि अहिले एउटा डक्टरसँगको अन्तर्क्रियामा के भन्नुभयो भने यो समाज हाम्रो नेपालमा 6 जना मध्ये 6-7 जना मध्ये 1 जना अवश्य मानसिक तनाव अथवा मानसिक समस्या परेको हुन डाटाले देखाएको छ भने डाटा देखाइसकेको छ। यहाँ हामी मध्ये पनि यो समस्या भएको हुन सक्छ। त्यसैले गर्दाखेरि यहाँहरूमा पनि कोही समुदाय घर परिवारमा त्यस्तो भेट्यो भने हामी सानी कार्यक्रमका यहाँहरूको आफ्नो पालिकामा कर्मचारी हुनुहुन्छ, उहाँसँग सेवा दिने प्रयास गर्नु होला, सेवा दिने मौका दिनु। र यसै गरी अब अगाडि बढ्न चाहन्छौँ। मनोपरामर्श सम्बन्धी गरेर मनोसामाजिक परामर्श सेवाले कतिपय परिवारको सदस्य आत्महत्याबाट जोगिनु भएको छ, ठुलो राहत भएको छ। र पीर चिन्ता र डिप्रेसनबाट परेकालाई सबै सेवा दिई सामान्य जीवन बिताउनुमा सहयोग गरिएको छ। ठुलो सफलता, ज्यान बचाउने सम्बन्ध कुरा हामी पाएको छौँ। पीर चिन्ताबाट बिस्तारै ऊ पनि आत्महत्यातिर जान्छ, बिस्तारै उसले डिप्रेसन हुँदै जान्छ, कोही पागल पनि भएर हुन सक्छ। त्यसले गर्दा अहिले ठुलो राहत भएको पाएका छौँ। अब कार्यक्रममा हाम्रो केही समस्या तथा चुनौतीहरू हामी यहाँ लेखेका छौँ नवलपरासीमा। हामी सबै समाजहरूमा रामगढाको मात्रै सम्भवमा जस्तै सार्वजनिक कर्मचारीलाई नगरपालिकाको अन्य जिम्मेवारी पनि अहिले जेएनजी पछि लोड थपिएको छ। कोही त केही दिन त सचिव साहब नै बनेर बसेर बिचरा दिनभरि काम गरेछ भने उसले सेवा पाइन्छ है। त्यस्तो पनि कोही दत्ताचार्य बसेछ, उसले सेवा पाइन्छ। त्यसले गर्दाखेरि उहाँहरूलाई कमसेकम यतातिर पनि ठुलो काम छ, धेरै जिम्मेवारी छ। त्यो जिम्मेवारीलाई उहाँले वहन गर्ने पहल मिलाइदिएको छ भनेर आशा र विश्वास गरेका छौँ। र यसलाई हामी तापनि हामी आफ्नो तर्फबाट हाम्रो साथीहरू काम गरिराख्नु भएको छ। र राजनीतिक समस्याबाट प्राविधिक क्षति पनि भएको हामी पाएका छौँ। हरेक अब पालिकाहरूमा प्राविधिक क्षति भइसकेको छ विभिन्न तरिकाले। ल्यापटप गायब, त्यसपछि प्रिन्टर ल्यापटप खतम छ। त्यसले गर्दाखेरि त्यो सेवा दिन अलिकति धेरै गाह्रो पर्दैछ। त्यो सबै पनि अहिलेसम्म हुन सकेको छैन। यसलाई पनि हामी अन्य पालिकामा जुन समस्या समाधानको प्रयास गर्नु होला। त्यसपछि कन्सुलर सेवा र वैदेशिक रोजगार विभागमा पठाएका केस समाधान हुन नसक्नु पनि हामीसँग यस पनि समस्या आएको छ। हामी केस माथि पठायौँ तर त्यहाँबाट समाधान नभएको र हामीले पुनः पनि फेरि यो टाइम टु टाइम सेवाग्राही आइराख्दाखेरि हामीमाथि विश्वास गर्ने र समस्या हामीले भोगिराखेका छौँ। त्यसले गर्दाखेरि यहाँहरू मार्फतबाट माथि निकायसम्म पनि यो केस कमसेकम छिटो हेरिदिने र यसलाई समाधान गरिदिने हामी यहीँबाट आग्रह गर्न चाहन्छौँ। र तापनि हामी यसलाई प्रयास गर्दैछौँ, सकेसम्म राम्रो बनाउन खोज्दैछौँ, डेली अपडेट गर्न प्रयास हामी साथीहरूले गरिरहेको हुन्छ। र गन्तव्य मुलुकका एमएससीका सम्पर्क व्यक्तिहरूले पनि सहयोग र सम्बोधन नगरिदिँदा, समयमा नगरिदिँदा गर्नुहुन्छ तर ट्याक्क समयमा नहुँदा उहाँहरूको साथ अलिकति खेप्नु पर्ने बाध्यता रहेको छ। र मुख्य सिकाइ तथा असल चुनौतीहरू असल अभ्यासहरू के छ भने सूचना आफूले पनि दिनै अति नै जरुरी महसुस गर्नु, आफैबाट पनि त्यो छुटेको छ। सरले अघि नै भन्नुभयो त्यो उताबाट 1 वर्षसम्म त पाइन्छ नि, विदेशबाट फर्केर आयो तर उसले बित्यो, 1 वर्ष भित्रै बित्यो तर त्यो समयमा नथाहा पाएर उता त्यसले क्लेम गर्न सकेन अनि ठुलो घाटा भयो। आफ्नो परिवार विदेशमा छ, घातक रोग लागेको छ तर त्यसको सेवा दिएको धेरै कम पाइएको छ, यो सूचना पुग्न सकेको छैन। त्यसले गर्दाखेरि उहाँ जो विदेशमा गएको छ उहाँ प्रत्यक्ष रूपमा जुट्यो भने विभिन्न तहबाट हामी उहाँलाई सिकाउन सक्छौँ। र अर्को पाउने क्षतिपूर्ति सम्बन्धित कुराहरूबाट छलफल उठाउँदा सहभागीहरू अलिक बढी, हामी जति भन्दा यो भन्दा क्षतिपूर्तिबाट उठाउँछौँ भने त्यति अलिक बढी उहाँहरूको इन्ट्रेक्सन देखिएको छ।
र साथै स्वास्थ्य कर्मीहरू तथा डाक्टरले पनि यो साबी सम्बन्धी उहाँले जनचेतना दिने आवश्यकता मैले महसुस गरेँ। किनकि अस्ति भर्खरै हाम्रो एउटा ठुलो डाक्टर साहबसँग कुरा गर्दाखेरि यस्तै त्यो श्रीमान विदेश त्यसपछि उहाँ बित्नुभयो, बितेपछि 1 वर्षभित्रै बित्नुभयो। तर उहाँले एक समयमा ठाउँमा नपुगेर, ठाउँमा औषधि नगराएर औषधि गराउन जानुभयो। क्षतिपूर्ति पाउने ठाउँमा उहाँ क्लेम नगरेपछि, जाँच नथाहा पाएपछि उहाँले छुट्नुभयो। र डाक्टरले थाहा पाएपछि उहाँले महसुस गर्नुभयो, कतिको मलाई थाहा हुन्थ्यो भने यो कुरा। र मैले उहाँले भन्थेँ यसरी सिलाउनुहोस्, तपाईँको यति क्षतिपूर्ति पाउनुहुन्छ भनेर। उहाँ डाक्टर साहबले पनि थाहा छ। यो पनि यस्तो ठुलो भन्दाखेरि सानो नै ठुलो व्यक्तिले पनि थाहा छ, ठुलो तहमा भएको ओदामा भएको व्यक्तिले पनि थाहा छैन। यो समस्या हामी देखिरहेका छौँ। र अर्को कुरा आयो, यो एउटा थुप्रै केसहरू छ हामीसँग। तर एउटा केसलाई हामी के दर्शाउन चाहन्छौँ भने हाम्रो बर्दघाटको यो केस रहेको छ। यसमा के भयो, एकदम गहकिलो केस छ। विदेश श्रीमान विदेश गए, बिमारी परे, घर आए फर्केर, अनि उहाँ चाहिँ औषधि गराउनु भयो, निको भएन, बिते। पहिलो ऋण लिएर गएको समस्या चाप्यो, दोस्रो औषधि गराउन गर्दा जो ऋण लियो त्यो पनि चाप्यो। श्रीमती बच्चापति सहित अब उनको अर्को बाटो केही देखेन, उता ऋण लिन पैसा लिन आउनु, उताबाट चापाचाप गरेपछि अब म आत्महत्या नै गर्छु भने उहाँको मनसाय भइसकेको थियो। बच्चा सच्चा केटुकेको आत्महत्या जस्तो भयो। तर हाम्रो यस्तै गहन अमुखीकरण जुन हामी भन्यौँ, उहाँ त्यहाँ गहन अमुखीकरण कार्यक्रम सञ्चालन भयो। उहाँ पनि टुप्पोलको पुग्नुभयो। पुगेपछि यो यसरी क्षतिपूर्ति पाइन्छ भन्ने कुरा थाहा पनि समयमै उहाँसँग हाम्रो साथीसँग पुरा जमर्को भयो। र त्यसबाट उहाँले लगभग 34-35 लाखको क्षतिपूर्ति पाउनुभयो। फर्स्ट औषधि गराउनको लागि 7 लाख, त्यसपछि पुनः त्यो श्रम मन्त्रालय नेपाल सरकारबाट पाउने गरेर उहाँ हजुरको 34 लाखभन्दा पनि बढी अलिकति पैसा पाउनुभयो। र बच्चाहरू पनि पढ्ने जुन सिस्टम छ त्यो सिस्टममा पनि उनीहरू फाइदा पाए। भने यस्ता धेरै कुराहरू सुविधाहरू छ जुन हाम्रो समुदायमा पुग्न सकेको छैन। यहाँहरू मार्फतबाट कुनै यस्तो छलफलमा कुनै कुरामा यहाँहरू या कहीँ कार्यक्रममा जानुभयो भने यो कुरालाई ठस्स अलिकति बुझिदिनुहुन्छ भने उहाँले ल यस्तो हुँदो रहेछ है भन्ने हुन्छ। किनकि यहाँहरू सधैँ एउटा 2-3 कार्यक्रम एटेन्ड गर्नुहुन्छ र त्यसमा अलिअलि सामीको कुरा पनि जोडिदिनुहुन्छ भनेर हामी विश्वास गरेका छौँ। त्यही भएर यसलाई हामी प्रस्तुत गर्न चाहेका छौँ। त्यस्तै गरेर यो हाम्रो सानो झल्को देखाउन प्रयास गरेका छौँ। विभिन्न क्षेत्रमा विभिन्न ठाउँमा अझ पनि थुप्रै काम भएको छ, तर यहाँ त्यति सबै देखाउन सक्दैन। त्यसले गर्दाखेरि यो सानो यो हाम्रो कार्यक्रमहरू गर्न सानो झल्को यहाँ पार्न खोजेका छौँ। र यसरी जेएनजीको समयमा क्षतिपूर्तिको पनि हामी भोग्यौँ, यसमा पनि हामी समस्या झेल्यौँ, जसले गर्दाखेरि समयमा हामी कार्यक्रम जति सक्नु पर्यो त्यति सकेका छैनौँ, क्षमा प्रार्थी छौँ। र यसै भन्दै यहाँहरूको आफू पनि एउटा अझ पनि के पाइयो भने ठुलो अहिलेको लागि ठुलो ठगी, श्रीमान विदेश, श्रीमती घर, इमो मार्फत, टिकटक मार्फत साथी हुने विदेशबाट, युके क्यानाडा, म क्यानाडा छु, युके छु, अनि फोटो अर्को के अन्य तरिकाले मायाप्रीतिको कुरा गर्ने साथी। मायाप्रीतिको कुरा गरेपछि उनीहरूको ढङ्गको व्यवहार हुँदैछ। व्यवहार भएपछि म नेपाल आउँछु, तिम्रो लागि घर किनिदिन्छु, यो गर्छु, हामी आरामले बस्नुलाई दुनियाँभरिको म क्यानाडा छु, अर्को दुनियाँभरि देखाउने, अहिले ठुलो कारमा बसेको फोटो देखाउने भएपछि यसले लोभिने। ल साथी तिमीलाई म आफै भोगेको नजिकको साथी पाउनु हो, जो गर्नु सफल भयो, धन्यवाद। र 22 लाखको म क्यानाडाबाट 22 लाखको तपाईँलाई गिफ्ट पठाउँदैछु। यसरी तपाईँलाई मार्केट गरेको, गिफ्ट प्याकिङ गरेको सब फोटो पुरा गरेँ। एकैचोटि बम्बईबाट फोन आउँछ, क्यानाडाबाट तपाईँको फलानु साथीबाट यहाँ तपाईँको उपहार आएको छ, त्यो अब तपाईँले चाहिँ यसको लागि लगभग 1 लाख पैसा हाल्नुपर्ने हुन्छ यहाँ इमिग्रेसनको लागि है। त्योसम्म 1 लाख भयो, हालिदिनु भयो। फेरि पनि त्यही ठाउँबाट अर्को व्यक्तिले फोन गर्छ, यहाँ त सुनहरू पनि छ, गहनाहरू पनि छ, धेरै छ, यसको लागि तपाईँले त्यो कुरा गर्नुपर्छ, इमिग्रेसन गर्नुपर्छ, जाँचबुझ गर्नुपर्छ, यसको लागि 1.5 लाख पठाउनु पऱ्यो। त्यसपछि मान्छे साथी किन हुन भने यसै मार्फतबाट उहाँले जुन भने आपत्तिलाई पनि सूचना दिनुपर्छ। अनि उहाँलाई सम्झना आयो, त्यो सम्झना आएपछि मलाई फोन गर्नुभयो, अनि उहाँले उद्धार गर्न अब यो त ठगीमा गर्नुभयो, बर्बाद खाने हुनुभयो, यसरी सियो तपाईँ यसरी ठगिनुहुन्छ, अझ त्यति गयो, अब अझ पनि जानुहुन्छ।
यो पनि अहिले ठुलो ट्रेन्डमा छ र प्राय यसबाट ठगेपछि उहाँले भन्न पनि सक्नुहुन्छ। कसलाई भन्ने? श्रीमानलाई भन्ने, घर छिमेकलाई भन्ने, छोराले भन्ने, कसलाई भन्ने? त्यो भन्न पनि सक्नुहुन्छ किन आफैलाई आफूमध्ये कुरा रहेछ। त्यसले गर्दाखेरि पछि गएर यस्ता समस्या देख्यो भने उहाँहरू अब सबै पैसा कमाएको पैसाले जान्छ, श्रीमानलाई पछि झगडा हुन्छ, बवाल हुन्छ। यति पनि अब अर्को उपाय छैन भने आत्महत्या गर्नेतिर पनि हुनसक्छ भन्ने हामी कुनै समस्या यस्ता यस्ता थुप्रै समस्या छ। सामूहिक कार्यक्रममा यहाँहरूको जुन वित्तीय साक्षरतामा पनि यहाँहरूको उपस्थिति हामी पाएका छौँ। त्यो उपस्थिति पनि यहाँहरूको अझ पनि उपस्थिति जरुर होस् भन्दै विश्वासको साथमा हामी आज स्टाफलाई पनि बोलाएका छौँ कि प्रत्यक्ष रूपमा हाम्रो न्यायपालिका, हाम्रो यो न्यायिक देख्ने समिति र हाम्रो स्टाफसँग प्रत्यक्ष रूपमा कोर्डिनेसन होस् र भोलितिर गएर कुनै पनि समस्या